नुडल्स हाम्रो ओ माई गॉड देख्दै कस्तो यमी कस्तो जुसी छ के अब के भन्नु ये यसलाई पनि क्रिस्पी यमी मिठो दुनो टेस्ट वाला चीज कॉर्न डॉग विथ सॉसेज Hey guys, welcome back episode of के खाने आज with पुनम. So आज चाहिँ मैले अलिकति स्पाइसी अनि त्यसपछि त्यस्तै मुड पनि भएको भएर प्लस यु नो गाइज आज वेदर अलिक चिसो नै थियो होइन दिउँसो त गर्मी थियो है तर जब पछि पानी पर्यो अलिअलि अनि त्यसपछि चाहिँ विन्टरको भाइब्स आइरहेको थियो क्या अनि विन्टरमा अभियसली स्पाइसी खाना त कुरै छोडिदिउँ मलाई चाहिँ अब अरूको चाहिँ थाहा भएन मलाई बट मलाई चाहिँ स्पेसली विन्टरमा या यस्तो सिजनमा मलाई चाहिँ स्पाइसी नुडल्स याद आउँछ अरू बेला म रामेन खान्थेँ अनि आजकल चाहिँ नेपाल आएदेखि मैले न्यू डिस भनेर सिकेको अनि मलाई मन पनि परेको भनेको चाहिँ किमा नुडल्स होइन किमा नुडल्सको चाहिँ म फ्यान भएको क्या म जब अस्ट्रेलियामा थिएँ होइन मेरो एउटा साथीले मलाई सुनाएको क्या तिमीले किमा नुडल्स खाछौ अरे के अनि कहाँ किमा नुडल के हो त्यो भने भनेर सुनाएको थिएँ कि अनि इट्स टु गुड यु मस्ट ट्राई यु सुड कम टु नेपाल एन्ड ट्राई भनेर यसै गरी भने क्या उसले मलाई होइन अनि ए ओके भनेर अनि म आएँ नेपाल अनि आएर अनि नभन्दै मैले ट्राई गरेँ क्या त्यस बेलादेखि अनि दिस हेज बिकम वान अफ माई फेभरेट डिस अनि स्पेसली मलाई अरू ठाउँको भन्दा नि ग्यास फेमस लाफिङ हाउस पेप्सी कोला त्यसको चाहिँ बब्बारे लाग्छ भने मलाई लाइक हप्तामा एकचोटि त क्रेभिङ्स हुन्छ यो र अनि लाफिङको अनि कर्न डग त्यताको कर्न डग ओ माई गड यस्तो मिठो छ नि गाइस होइन म सधैँ अर्डर गर्छु कि होइन मिक्स चिज प्लस ससेज हो कि यो चाहिँ होइन ओ माई गड लाइक यो खाता त लाइक दुनो नै खाएको जस्तो फिल हुन्छ हो त्यो कस्तो मिठो के मैले अरू ठाउँमा नि खाएको कर्न डगहरू होइन बट यो यसको चाहिँ यो फ्लेभरै डिफ्रेन्ट आउने क्या मलाई चाहिँ यहाँको कर्न डग पनि बेस्ट लाग्छ फेमस लाफिङ हाउसको स्मेल पनि हावाले हो क्या ओ माई गड कस्तो भन्दा त्यत्तिकै स्मेल गर्दाखेरि दुनो चाहिँ आउँछ क्या अनि खाँदा पनि त्यो चिज पनि कस्तो मिठो हुन्छ है अरू ठाउँको जस्तो त्यो भ्यात्त परेको हुँदैन क्या कस्तो मिठो तात्ता खाँदा ओ माई गड मजै छुट्टै छ नि अनि हाउ क्यान आई फर्गेट अबाउट द मोस्ट इम्पोर्टेन्ट डिस लाफिङ मिक्स लाफिङ त्यही पनि ओ माई गड चिसो मौसममा यस्तो पिरो अमिलो खानुको लागि चाहिँ बेस्टै हो ल अनि मलाई लाफिङको क्रेभिङ्स म इभन अस्ट्रेलियामा हुँदाखेरि हुन्थ्यो क्या अनि अस्ट्रेलियामा चाहिँ मैले लगभग लाफिङको मात्रै $13 होला सायद $13 गरेर खान्थेँ यहाँ चाहिँ 80 रुपियाँ छ यो मिक्स लाफिङको होइन अब हेरी हुन्छ म कहिले मिक्स लाफिङ मगाउँछु त्यो पनि झोलमा सुक्खा भन्दा मलाई झोल मनपर्छ अनि कहिले चाहिँ म नुडल्स लाफिङ मात्र पनि मगाउँछु प्लेन लाफिङ नै मगाउँछु बट मोस्टली चाहिँ म नुडल्स लाफिङ र मिक्स लाफिङ नै खाइरहन्छु अनि यस अभियसली किमा लाफिङ चाहिँ यु मस्ट ट्राई है फेमस लाफिङ हाउसको इट्स गुड इट्स रियली गुड मैले चाहिँ अहिले किमा लाफिङ किन मगाइन भने चाहिँ बिकज मैले अलरेडी किमा नुडल्स मगाएको थिएँ नि त होइन गाइज ओके सो आई विल सो यु है त मेरो फुड स्टे ट्युन्ड ल गाइज यो चाहिँ किमा नुडल्स हाम्रो ओ माई गड देख्दै कस्तो यमी कस्तो जुसी छ के अब के भन्नु अनि आयो हाम्रो सेकेन्ड डिस मिक्स लाफिङ यसलाई पनि थर्डमा रहेको छ यो क्रिस्पी यमी मिठो दुनो टेस्टवाला चीज कॉर्न डॉग विथ सॉसेज तपाईँहरूलाई थाहै होला म धेरै जस्तो खाना कहाँबाट मगाउँछु भनेर अभियसली फुडमान्डु सो यो थियो आजको मेरो अर्डर यु क्यान सी हियर है अरे
के हो कस्तो क्लिक नै नभएको यार बल्ल भइदिएर 3 ससेस प्लस चिज मिक्स गर्नु भएको 155 प्राइस पनि सस्तो होइन अनि खाना पनि यस्तो मिठो लाग्छ लाइक मैले अरू ठाउँ पनि खाएको छु होइन तर त्यताको प्राइस एक्सपेन्सिभ अनि ठुलो पनि हुने तर यो चिज चाहिँ भित्र त्यति राम्ररी नबसेको हुने क्या पुरै मेल्टेड खालको हुने अनि अनदर वान इज माई मिक्स लाफिङ अनि बफ किमा नुडल्स अभियसली अनलाइन फुड अर्डरिङ हो सो पठाऊ आई मिन फुड मान्डुले पनि केही न केही चार्ज त आफूले कमिसन त खानै परिहाल्यो होइन रेस्टुरेन्टहरूबाट अनि डेलिभरी ड्राइभर्सहरूलाई पनि अभियसली चाहि नै हाल्यो उनीहरूको चार्ज सो 568मा यति भनेको इनफ पनि हो होइन अनि टर्न नि हुन्छ पेट आई गेस इट्स फाइन सो गाइज मैले चाहिँ त्यो खाएँ होइन अनि एज अलवेज त्यहाँको खाना चाहिँ मलाई एकदम बेस्ट नै लाग्छ होइन अब तपाईँहरूलाई कस्तो लाग्छ तपाईँहरू पनि एकचोटि ट्राई गरेर अनि कस्तो लाग्यो भनेर भनिदिनु होला मलाई त एकदम बेस्ट लाग्छ फेमस लाफिङ हाउस है फेरि तपाईँहरूले पनि ट्राई गर्नुपर्छ यदि गर्नु भएको छैन भने यदि गर्नु भएको छ भने कस्तो लागेछ अनि कस्तो फिल हुन्छ भनेर मलाई प्लिज मेरो कमेन्ट सेक्सनमा भनिदिनु होला अनि एक्चुअली मेरो न्युज च्यानल हो होइन अनि आई होप मैले केही लाइक राम्ररी भिडियो बनाउन आउँदैन बट आई होप तपाईँहरूलाई मेरो कन्टेन्ट मनपर्छ एन्ड यु विल सब्सक्राइब टु माई च्यानल एन्ड प्लिज लाइक कमेन्ट अनि मलाई सजेस्ट पनि गर्नु होला कि कुन खाना ट्राई गरौँ भनेर आई विल ट्राई माई बेस्ट तपाईँहरूलाई इन्टरटेन गर्नको लागि अनि म नयाँ हो बट आई होप तपाईँहरूले मलाई माया गर्नुहुनेछ अनि मेरो च्यानलमा सब्सक्राइब गर्नुहुनेछ धन्यवाद अनि प्लिज ह्याभ अ गुड नाइट एन्ड सी यु सुन बाई